टिचिङ गर्न जानुपर्ने भन्दा भन्दै टिचिङ गरेको पनि एक दिन बितिसकेछ हो साथीहरू। सो हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। म चाहिँ आज मेरो टिचिङको फर्स्ट डे अनि म चाहिँ तपाईहरुलाई आइडेन्टिटी कार्ड पनि देखाउँदै अनि मक्क परेर जाँदै थिएँ। फेरि केटाकेटीहरूले पत्याउँदैन होला भन्दै हाँस्दै हाँस्दै अनि त्यसपछि गयो अनि फेरि यहाँ साथीलाई पर्खिँदा बल्ल अनि मेरो साथी पनि आयो। अनि साथी आइसकेपछि साथी र म चाहिँ लाग्यो अनि चार्ट पेपर किन्नु पर्ने थियो। अनि चार्ट पेपर चाहिँ हामीले किनिसकेपछि यहाँ साथीले झन् बाटोमा पर्खिरहेको थियो। झन् यहाँ अरू साथीहरूले कति ढिलो गर्यो भने सबैजना साथीहरूले पर्खिराख्नु भयो रहेछ। अनि त्यसपछि हामी सबैजना भेला भएर चाहिँ स्कुलतिर लाग्यौँ। अनि यहाँ चाहिँ कतिजना नानीहरूले चाहिँ मलाई चिनिराखेको थियो नि त। पहिला त म यही बाल मन्दिरमै पढेको हो, सो धेरै कुराहरू थाहा छ। अनि त्यसपछि यहाँ हामीले सरले बस भन्नुभयो थियो, हामी सबैजना यहाँ बस्यौँ। अनि यहाँ म चाहिँ अम्बक खाँदै थिएँ, साथीहरू सबैजनाले देखाउँदै एक्लै। अनि सरले रुटिन छुट्याइदिएपछि चाहिँ हामी चाहिँ क्लासरुममा पढाउन गयौँ साथीहरू। अनि अब कति नानीहरू चाहिँ अब सानो केटाकेटीहरूलाई बुझाउनु पनि गाह्रो है, हल्ला गर्ने अनि सम्झाउनु पनि गाह्रो। त्यही पनि बिस्तारै गरेर भए पनि हामीले चाहिँ केटाकेटीहरूलाई पढायौँ। अनि क्लास वर्कहरू पनि गर्न दिइसकेपछि नि नानीहरूलाई बाइ बाइ भनेर गएँ। अनि त्यसपछि यहाँ म चाहिँ फेरि हामी फ्री टाइममा चाहिँ लेसन प्लान गर्नुपर्ने थियो। अनि हामी चाहिँ माथि गएर लेसन प्लानहरू पनि बनाउन थाल्यौँ। त्यसपछि चाहिँ 2 बजे खाजा खानको लागि हामी सबैजना साथीहरू मिलेर खाजा खानको लागि अनि बाहिर निस्क्यौँ साथीहरू। अनि त्यसपछि टिफिन टाइम पछि चाहिँ फेरि अर्को घन्टी पढाइसकेर अनि बाइ बाइ गरेँ। अनि त्यसपछि छुट्टी पनि भइसकेको थियो। अनि हामी सबैजना साथीहरू चाहिँ छुटेर गयौँ। अनि त्यसपछि मलाई तितो खान मन लाग्यो, तितो किनेर अनि त्यसपछि हामी चाहिँ घरतिर गयौँ। बाइ बाइ।